मेरो च्यानल हेरेर मलाई माया गरिदिनु हुने सबैमा नमस्ते। आज मैले हजुरहरूलाई बुटबल गोरुसिंह सडक खण्डको अन्तिम खण्ड भनौँ बुटबलको यो पाखापानी क्षेत्रमा रुखहरू कटान गरिएको छ। अन्तिम खण्ड हो साथीहरू। अब यहाँदेखि गोरुसिंहसम्म पुरै रुख काट्न सकिएको छ। अब अन्तिम खण्ड हो। हेर्नुहोस् रुख काटेर फेरि तर कसरी काटिन्छ भन्दा यस्तरी टाँचा लगाएर नम्बरहरू लगाएर रुखका गुलिएर लैजाने गरिँदो रहेछ साथीहरू। देख्न सकिन्छ साथीहरू, यस्तरी टक्क नम्बर लगाएर टाँचा लगाएर यिनीहरू लैजाने गरिन्छ। के छ त यहाँको खबर भनेर आजहरूलाई पनि विस्तृत जानकारी दिन गइरहेको छु। देख्नुहुन्छ यसरी चट्ट लाएर टाँचा लगाएका काठका गुल्लीहरूलाई हेर्नु त ट्र्याक्टरमा हालेर लैजाने गरिरहेछ साथीहरू। अब साथीहरू हाम्रो यात्रा सुरु हुन्छ बुटवल जितगढी खण्डको। देख्नुहुन्छ यो जितगढी दुर्गा मन्दिर लाइनदेखि यो मैनावतिर डाइभर्ट गरिएको छ बाटो। किनभने साथीहरू देख्न सक्नुहुन्छ है यता बिचमा पाखापानीको पुरै त्यहाँदेखि पुलसम्म पुरै बाटो बन्द गरेर यसरी बुटा ढलाइएको छ। मान्छेहरू देख्नु त हतार छ के मान्छेहरूलाई ज्यानको माया मारेर जस्तो बुटा ढोलिरहेछ। मान्छेहरूलाई यो गोरू तान्नलाई भिग्राहरू बनाउँदा होला केही होला। मान्छेहरूको आफ्नो आफ्नो बाध्यता होला साथीहरू। यसरी मान्छेहरूले चट्ट लाएर सुई 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 सबलाई देख्न सक्नुहुन्छ है। कसैलाई फुर्सद छैन। 4-5वटा बुटा यहाँ ढलेको छ। मान्छे छन् 40-50 जना। हेर्नु यस्तो पुरा जन्ती जस्तो हेर्नुहोस् त। झिक्रा राख्न होला दाउराको लागि होला। मान्छेहरूलाई सबलाई आवश्यकता छ। तर अहिले यो पुरा पश्चिम हाइवे बुटवल गोरुसिंह खण्डको यो भनिहालेँ मैले हजुरलाई पाखापानी खण्ड तलको ठुलो बस्ती छ त्यस कारणले होला। हेर्नुहोस् मान्छेहरू देख्नुहुन्छ झुम्मे छन् कमिलाका ताती जस्तो छन् मान्छेहरू। अन्त गाडी आउँदैन त्यही रुख ढल्दा हेर्ने मात्रै हो। त्यसरी देख्न सक्नुहुन्छ साथीहरू। बहुत रमाइलो छ। ल हेर्नुहोस् है त कति रमाइलो छ भने।
झर्न बेरुन चाहिँ सकिन्छ आफै। त्यो काटिएका बुट्टाहरू कस्तो गाह्रो छ साथीहरू। यो बुट्टाहरू ठुलो सिमलको बुट्टाको सिमलको पुरै काटिएको यो जिगरी भएको देख्न सकिन्छ साथीहरू। साथीहरू अब यो चौबारीमा शीतलता ताप्न पाइने छैन, शून्य भयो देख्न सक्नुहुन्छ है। हावाहुरी चलेछ, हावाहुरी चल्दा आनन्द यस्तो टन्टलापुर गरीमा मान्छेहरू चराचुरुङ्गी सबैले यहाँ आश्रय लिने गर्थे। दिनभर बिहानदेखि साँझसम्म गरी भएको थाहा हुन्थेन। एउटा यो पिपल देख्नुहुन्छ, यो बर पिपलका दुईवटा बुट्टा थिए हेर्नु, जोडी बुट्टा जितगढी खण्डमा। अब देख्न पाइने छैन साथीहरू, यो सबै फोटो मात्र हेर्न पाइनेछ, अब यसलाई देख्न पाइने छैन। यी बुट्टाहरू सबै सखा भइसकेका छन् साथीहरू। यस्तो छ हालत अहिले। पूर्व पश्चिम हाइवे बनाउनको लागि यसरी पुरै सखा भएछन् बुट्टाहरू देख्न सकिन्छ। सानो पिपलको बुट्टा यस्तो मान्छेहरूले पूजा गर्थे, तर यो पनि गइसकेको छ। साथीहरू हावाहुरीका बावजुद पनि आज मैले हजुरहरूलाई यो पूर्व पश्चिम हाइवेको बाटोमा कसरी बुट्टाहरू काटिए। आज साथीहरू तपाईँहरू यो बाटोमा यात्रा गर्दै हुनुहुन्छ भने महिना बगरदेखि तलैबाट जानु होला। मिल्छ भने साथीहरू तपाईँ पारीबाटै डाइभर्ट भएर जानु होला, किनभने आज भोलि अथवा पर्सिसम्म यो बाटो यस्तै बन्द रहनेछ। त्यो पनि जानकारी गराएँ हजुरहरूलाई। अन्तिममा साथीहरू मेरो भिडियो कस्तो लाग्छ, राम्रो लाग्यो साथीहरू यो भिडियोलाई सेयर गरिदिनु होला, ताकि सबैले यो बाटोमा आएर जाम परेर दुःख नपाउन्। त्यसको लागि साथीहरू जतिसक्दो सेयर गरिदिनु होला। अनि नयाँ हुनुहुन्छ भने मेरो यो भिडियोलाई लाइक गरिदिनु होला, मेरो च्यानललाई सब्सक्राइब गरिदिनु होला। धन्यवाद।